अगाडि एउटा चिया पसल खोलेँ मैले, कफी कर्नर भन्ने। त्यो अहिले पनि रहेछ। त्यहाँ खोलेपछि मेरो एकदम मिल्ने साथी न्यू बज्राचार्य ऊ आउँथ्यो, त्यहाँ बस्थ्यो, हामी बस्थ्यौँ। त्यसपछि हामी पसल बन्द गर्थ्यौँ। त्यसपछि न्यू र म ट्युसन पढ्न जान्थ्यौँ इङ्ग्लिसको, एसएलसीको लागि होइन। अनि त्यसपछि ट्युसन पढिसकेपछि उसको पसल बन्द गर्न ओम्बाल जान्थ्यौँ हामी। हेर्नुहोस् कथा कहाँ छ होइन। अहिले हामी दुइटै सेलिब्रेटी छौँ, खुसी छौँ होइन। गिलास पनि पखालियो, समोसा पनि बनाई, डोनट कति बनाई, अम्लेट कति पकाई। यु क्यान गेस। 9 क्लास 8 क्लास 9 क्लासको बच्चा, स्कुल पढ्ने बच्चाले चिया पकाएर, कफी बनाएर होइन, डोनट पकाएर, समोसा पकाएर बस्थ्यो। म तपाईँहरूलाई फोटो पनि देखाउँछु त्यो होइन, तपाईँले देख्नुहुन्छ बस्थ्यो। त्यो सङ्घर्षबाट गर्दै पार भएर आइएपछि अनि मेरो पेसा चाहिँ अब मेरो दाइको ट्राभल एजेन्सी भयो।